ल धेरै समयको चाहिँ पर्खाइ पछाडि हाम्रो घरमा पनि कमल फुल फुल्यो है। राति मात्रै फुल्ने रहेछ, दिउँसो नदेखिने। अनि राति बसेर कमल फुल हेर्नु पर्यो। अनि त्यही कमल फुलको त भिडियो बढाउँदैछु। ल तपाईँहरू पनि आफ्नो कौसीमा कमल फुलको बिरुवा राख्नुहोस् अनि त्यसपछि फुल हेर्नुहोस्। बास्ना कति मिठो रहेछ। ल मग बास्ना आएको छ है। ल तपाईँहरू पनि यसको फुलको चाहिँ सुन्दरता हेर्ने होइन त, अनि यसको चाहिँ बास्ना र स्वादन गर्ने होइन त।